ल है साथीहरू, बहुत छ यहाँ त्यो कोरियाको हानारो मार्टमा जाँदैछु केही तरकारीहरू लिनको लागि। के कस्तो छ हेर्नु है, जाउँ भित्र पसौँ। गोबी छ है, फुलगोबी कति छ, ओए 11,000। अब यो म खान सक्छु होला त, सक्दैन नि, धेरै महँगो छ। टमाटर किन्नु पर्ने थियो, टमाटर चाहिँ 1 किलोलाई 4,500, तर खानै पर्ने छ। टमाटर राखेँ मैले, भिन्डा खाएको नि धेरै पो, हेरौँ त एउटा, 2टा भिन्डा, ओए 1750, 2,000, 2टा बोबो। साग चाहिँ एउटा साग लग्नु पर्यो जस्तो लाग्यो मलाई, रायो साग खै 1880। यो त एकैछिनमा एउटैले खाइदिन्छ, के भन्नु, लग्नै पर्यो, भोकै मर्नु भएन। आलु लग्नु पर्ने छ, म आलु वेट गर्छु। 500 आलु राखेको छु मैले, चेक गरौँ है। 3,680 देखायो, आफै वेट गर्नुपर्ने हुन्छ। त्यसै गरी खुर्सानी वेट गर्छु, सुक्छ भनेर मैले चाहिँ धेरै लाग्दिनँ। चाहिँ पिरो खुर्सानी सिलेक्ट गरेको थिएँ, 2,400 त्यो हो। त्यसरी हो। अब अरू ठाउँ जानु, मलाई चाहिँ प्याज लानुपर्ने छ। प्याज 1 केजीलाई छ, 1.5 केजीलाई 3,500 है, 3,500। यता जाउँ, के छ, हाम्रो नेपालमा यो मकैको कपाल भन्छ नि, 7,000 को छ, नछु। यता गमता माछाहरू, माछा चाहिँ आज नलगाउँ। एउटा मैले मासु लिएको छु, उता धेरै मान्छे भएको कारणले देखाउनु पाएन। 9,560 को 1 किलो हो। यता चाहिँ यो कुखुराको मासु हो, यो चाहिँ जाँड है, जाँड। यो चाहिँ लोकल रक्सी, लोकल रक्सी है, यहाँनिर नि लोकल रक्सी। यो चाहिँ बियर, यो चाहिँ क्यानमा बियर होइन। यता चाहिँ के भन्छ, चिसो होइन, कोल्ड ड्रिङ्क्सहरू, रेड बुल यिनी जुस यिनी छ। यति किन्यो, धेरै पैसा उठ्छ होला जस्तो छ, यो धेरै नकिनौँ जस्तो लाग्यो।